हेलो एन्ड नमस्ते सबैलाई र वेलकम ब्याक मेरो सर्ट भिडियोमा हजुरहरूलाई। र आज मैले के भिडियो ल्याएको छु भने आज म स्टेसनमा बसिरहेको थिएँ, ट्रेन पनि आइसकेको छ र के गरौँ भएर आज सानो अब यो चाहिँ अब जस्तो भर्खरै आउने मान्छेहरूलाई चाहिँ हेल्पफुल हुन्छ होला। म जस्तोलाई मलाई पनि थाहा थिएन सुरुमा के हो भनेर। हामी यहाँ पब्लिक भेलमा कसरी ट्राभल गर्ने हुन्छ नि त, यहाँ त क्यास चल्दैन र चल्ने भनेको यही मेट्रो कार हो। यो मेट्रो कारले चाहिँ हामीले जहाँ गए पनि बस वा ट्रेन या ट्राम जहाँ पनि एक्चुअली स्वाइप गरेपछि मजाले हामी ट्राभल गर्न सक्छौँ। र हाम्रो नेपालमा जस्तो हुँदैन कि एक ठाउँबाट अर्को ठाउँ जानलाई पैसा एक ठाउँलाई एउटा ठाउँलाई, यो चाहिँ 2 आवर्ससम्म त्यति नै हुन्छ। र जस्तै डिस्टेन्स होस्, 1 घन्टाको होस् कि आधी घन्टाको होस् कि 5 मिनटको होस्, त्यति नै काट्ने हो टाइम। पैसा काट्ने चाहिँ टाइम हुन्छ होइन, एउटा पिक आवर र अर्को टाइम हुन्छ, त्यही हिसाबले काट्छ। र मेट्रो कार भनेको एउटा 2 किसिमको हुन्छ, एउटा ब्लू अब जेनरल हामीहरूलाई हो भने ग्रिन चाहिँ स्टुडेन्टहरूलाई हो, जुन चाहिँ डिस्काउन्ट हुन्छ स्टुडेन्टहरूलाई। अनि त्यो एकदम सिस्टम राम्रो छ यहाँ भनौँ न। कारको चाहिँ एक ठाउँमा स्वेप गरेपछि मजाले हिँड्नु पाइने, क्यास बोकिराख्नु परेन। र हामीले जति नै ब्यालेन्स हाल्नु सक्छ, जस्तो $5 $10 वा हामीले 1 महिनाको लागि पनि हामीले फेयर किन्नु सक्छौँ। जस्तो $68-70 एक महिना हामीले मजाले यो त्यति तिर्यो भने चाहिँ मजाले जति बेला चढे पनि हुन्छ। त्यही हो। र थ्याङ्क यू मेरो सर्ट भिडियो हेरिदिनु भएकोमा। र जेनरली मैले हल्का सजिलो होस्, जुन मैले महसुस गरेँ यहाँ अनुभव पाएँ, यो मैले हल्का मेरो साथीहरूलाई भनिदिउँ कि भनेर मात्रै हो है। थ्याङ्क यू साथीहरू भिडियो हेरिदिनु भएकोमा। लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनुहोस् प्लिज।